बनाउनु पर्यो नि त छोलो मान्छेको छाती चौडा हुनु पर्यो नि त छाती नभएको मान्छे कस्तो छोलो मान्छे भन्छन् नि त यस्तो सुकेको छात भन्छन् नि फेरि भोलि पर्सि ह्यान्डसम हुनु परेन केटीहरू पछि लाग्नलाई वाह भन्नु परेन तिमीलाई तरुनी बरुनीहरूले तरुनी बरुनीले वाह गर्नु पर्यो नि त तिमीलाई हात खुट्टा बलियो बनाउनु पर्यो भोलि पछि मम्मी बाबा पाल्न पर्यो बुढी पाल्न पर्यो छोरी पाल्न पर्यो परेन त अहिले छानोदेखि मालिस गरेर तिम्रो हात खुट्टालाई बलियो बनाएको अनि बल्ल हड्डी डह्रो हुन्छ त अझ 2-3 फेर मालिस गर्ने हो गरेकै छैन अझ 1 फेर मात्रै गरे त्यही पनि बल्ल बल्ल रुन्ची रोएर बसी खाना दिन्नी हप्ताइदिन्छे बाबु बडबड त्यते बिलबिल बाबु बडबड त्यते बिलबिल बाबु बडबड त्यति लाग्यो हो त्यति लाग्यो त्यति लाग्यो हो त्यति लाग्यो तिमी हो भन्दैन यति